or fact, lab cities. Hi, I'm Babita, medical lab technologist. First meet is lab report ले मात्र treatment गर्छ. Fact, report, patient condition, doctor judgment आवश्यक पर्छ. ल्याबले ट्रिटमेन्टलाई गाइड गर्छ. मिट, रिपोर्ट नर्मल आयो भने केही पनि रोग हुँदैन. फ्याक्ट, सुरुवाती स्टेजमा डिजिज नदेखिन सक्छ, त्यही भएर क्लिनिकल कोरिलेसन जरुरी हुन्छ. मिट, खाली पेट ब्लड कलेक्सन गर्दा पानी खानु हुँदैन. फ्याक्ट, साधारण पानी खानुहुन्छ, डिहाइड्रेसन बस्नु राम्रो होइन. मिट, रगत थोरै लिए पनि रिपोर्ट आउँछ. फ्याक्ट, केही टेस्टको लागि एक्ज्याक्ट मात्रामा रगत चाहिन्छ, कम स्याम्पल भयो भने स्याम्पल रिजेक्सन हुन्छ. मिट, ल्याबमा सबै मेसिनले त गर्छ. फ्याक्ट, स्याम्पल कलेक्सन, रिपोर्ट भेरिफिकेसन, क्युसी जजमेन्ट सबै ल्याब पर्सनल अर्थात् ह्युमेनले नै गर्छ. ह्युमेन ब्रेनलाई चाहिँ रिप्लेसेबल गर्न सकिँदैन. मिट, सबै ब्लड टेस्टको लागि खाली पेट चाहिन्छ. फ्याक्ट, लिपिड प्रोफाइल, ब्लड सुगर जस्ता टेस्टको लागि मात्रै खाली पेट चाहिन्छ. मिट, रिपिट ब्लड कलेक्सन गर्नु ल्याबको गल्ती हो. फ्याक्ट, स्याम्पल बिग्रेमा, कम भएमा एकुरेसीको लागि रिपिट गरिन्छ. यो पेसेन्ट सेफ्टीको लागि हो. फलो फर द मोर ल्याब फ्याक्ट. बाई.